1 2 3 ताज खबर यो बालेन शाहले जित्यो भने म कान काटिन्छु म आची खान्छु म देश छोडेर जान्छु यो सबले अब के गर्ने ल कक्कले के भनेको छ है हेरेर आउँ अनि हामी रिप्लाई दिएर ल्याउने है झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाका लाउँछु साँच्चै हो नि रियल हो यो सुन पनि मैले बालेन लाने दिन्छु हो जित्यो भने दिदी ल छिटो है त्यो टिचिङ हस्पिटलमा गएर है कान काट है अनि टाका लगाउने फेरि अनि त्यो सुन पनि के भन्छ बालन पाटलाई दिनु भनेको ल देऊ के लगाएर बसेर छिट्यो है त्यहाँ पछि त्यो सुन लगाएको देखाउनु राम्रो हुँदैन फेरि खके मखला प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु तिम्रो अनुहार हेर्दै गु खाँदछ है छिटो जाऊ त्यहाँ ट्रायलमा गएर बसिराख ए छिटो गु खाउने फेरि है छिटो खाएर आऊ ल गणेशको यहीँसम्म प्रधानमन्त्री बालिन शाहलाई बनायो भने देशमा के हुन्छ अरे बाबा तँ कल्पनै नगर्नुहोस् तँ कल्पना भन्दा बाहिरको कुरा आयो भने के हुन्छ आउँदैन कल्पनै गरेर गर्दैन म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँडिदिन्छु ल हामीले कल्पना गरेकै छैन त हामीले कहाँबाट कल्पना गर्नु हामीलाई थाहा छ उनै हुन्छ भनेर है ल अब नारीटा जाऊ च्याटेर फालिदियो ल अनि उड तर कहाँ उड्छौ तिमी डाँडामा उड्ने कि माथि ढुँडतिर उड्ने कि उता पहाडतिर उड्ने अठमठ उल्लास लागेन मलाई बाजे ल बालेनले वहाँ झापाबाट 5000 भोट ल्याएर देखाइ गोलीसँग ल तँलाई मैले फुलको माला लगाएँ हिमा बाजे सास फेर सास अर्केला यो मलाई बोल्नै मन ल्याएन हेरै ल्याऊ है हेर है बाजे आफै हेर है ल हेऱ्यो 5000 रे कति आएछ त्यहाँ हेर 50,000 भन्दा नि धेरै आउँछ अब हेर्दै जाऊ भोट लिएर देखाएर सास फेर बुढा एउटा बनाउँदैन अर्को चुनावै जित्दैन नि जित्छ जस्तो लाग्छ तपाईँलाई बालेन के भनेर जित्छ झापाका जनता बुद्धु हुन् तिनीहरूलाई केही पनि थाहा छैन एउटा बनाउँदैन भने पनि जित्छ जस्तो लाग्दैन रे तिमी पनि मलाई मान्छे हो कि थाहा नै भएन है मान्छे भए पनि केबाट बोलेको मुखबाट बोलेको कि तलबाट बोलेको थाहा नै भएन मलाई त्यहाँ हेर है तिमीलाई यसको रिप्लाई म एउटा गीतबाट दिन्छु ल जाओस् नसुनाबो तेरो प्यार 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 गर्ने बाजाको भाषण हिस्ट्री भनेको फेरिने चिज हो भाइ बालेन अहिलेसम्म आएको थियो हिस्ट्री भन्ने कुरा नि फेरिने चिज हो बाबु यति याद गर अहिलेसम्म बालेन आएको थिएन अब फेर्छ है ल थ्याङ्क यू भेरी मच अब हामीले जित्छ है के गर्नुपर्छ खगी मगला कस्तो खुसी ल्याएको छ मलाई तिमीलाई पनि खुसी ल्याएर होला नि है बाई फ्लाइङ किस दिनु मलाई त आज ल गएको